यो चाहिँ अस्ति खोला गएको भिडियो हो, मैले बनाएको थियो। बुहारी र आमा चाहिँ अगाडि सामान बोकेर हिँडेकै ढिलो भएर हो, भाइ चाहिँ कराउँदै थियो। यहाँ चाहिँ म भिडियो बनाइरहेको छु। यहाँ चाहिँ दिपुलाल, अन्त यहाँ बाङा दाजु बुहारी होइन, गाडी अरे मान्छे पर्खिरहेको छु। कतिजना आइपुगेको छैन होइन। त्यहाँदेखि चाहिँ म चाहिँ यसो भिडियो बनाउँ न है भनेर भिडियो बनाइरहेको छु। अन्त यहाँ तल मजाले फुल पनि फुलिरहेको छ। आमा चाहिँ गाडीमा चढ्नुलाई। हाम्रो गाडी चाहिँ एकदम फेरि एयर कन्डिसनवाला छ हो, एसी पनि नचाहिने, केही पनि नचाहिने। अन्त चाहिँ सबैजना भेला हुँदै थियौँ यहाँ चाहिँ। त्यहाँदेखि चाहिँ हामी आफ्नो एयर कन्डिसनवाला गाडीमा चढेर सबैजना हाँस्दै बात गर्दै गइरहेको खोलातिर। आपा पनि जानुभएको थियो, आपा पनि यहाँ बसिराख्नु भएको छ। दिपुलाल पनि मजा गरिरहेछ। हेर्दै ओह्रालो खोला लागेको, तल खोला पुग्यो। खोला पुगेर चाहिँ एकछिन खोला खेल्यो, यताउता खोला खेल्यो होइन। स्विमिङ गर्नु भनेर सोचेको, पानी नै चिसो चिसो रहेछ हो। म त गरिनँ, अरूहरू चाहिँ स्विमिङ गर्यो। कोही चाहिँ यहाँनिर स्विमिङ गरिरहेको छ। यहाँ माथि जुन चाहिँ देखिरहेको छ होमस्टे हो होइन। यो चाहिँ सेकुवाको लागि म्यारिनेट गरेर राखिरहेको थियो। त्यहाँदेखि यो चाहिँ ढुङ्गामा बनाएर सेकुवा चाहिँ खाँदै थियौँ सबैजना होइन। त्यहाँदेखि खोला खेलिसकेर चाहिँ घर गएको। रोडसम्म पुग्नुको लागि चाहिँ अलिकति उकालो चढ्नु पर्थ्यो। सबैजना थाकेर अगाएर होइन बिस्तारै चढिरहेको थियो। सासु आमा नाना सबैजना सामानहरू। यहाँ चाहिँ खोला खेलेर